Hello, good morning, my dear students. Once again, welcome in my chemistry class. As you know, in the previous lecture, we had discussed about the first lecture of oxidation and reduction chapter. During that, we had also discussed about the definition of oxidation and reduction by classical concept. As you know, there are three concepts by means of which we have to know the meaning of oxidation and reduction. So, today it is the second lecture of oxidation and reduction, and we are going to deal about the electronic concept, second concept of oxidation and reduction, that is, the name is electronic concept. Electronic concept. Concept of oxidation and reduction. जस्तो कि तपाईलाई थाहा छ योभन्दा अगाडिको लेक्चरमा हामीले अक्सिडेसन रिडक्सन क्लासिकल कन्सेप्टबाट अर्थात् हाम्रो युट्युब च्यानलमा अक्सिडेसन रिडक्सनको फर्स्ट लेक्चरमा क्लासिकल कन्सेप्टको अनुसार अक्सिडेसन कसलाई भन्ने रिडक्सन कसलाई भन्ने त्यो मैले डिल गरिदिएको छु। आज दोस्रो लेक्चर गइरहेछ, सेकेन्ड लेक्चर अक्सिडेसन र रिडक्सन च्याप्टर र त्यसमा आज हामी दोस्रो कन्सेप्ट इलेक्ट्रोनिक कन्सेप्ट अफ अक्सिडेसन एन्ड रिडक्सन बुझ्न गइरहेछ। तपाईलाई थाहा छ जम्मा तीनटा कन्सेप्ट छ। एउटा कन्सेप्ट अरु छ अक्सिडेसन नम्बर कन्सेप्ट जो हामी थर्ड लेक्चरमा पढ्छौं। आज हामी इलेक्ट्रोनिक कन्सेप्टलाई बुझ्छौं। लेट अस स्टार्ट। इलेक्ट्रोनिक कन्सेप्ट नामै लागेको छ इलेक्ट्रोनिक कन्सेप्ट मिन्स के इलेक्ट्रोन। इलेक्ट्रोनिक कन्सेप्टको अर्थ भयो इलेक्ट्रोनको आधारमा। अब इलेक्ट्रोनको आधारमा फेरि के इलेक्ट्रोन लुज अथवा गेन के भइरहेछ त प्रोसेसमा इलेक्ट्रोन लुज भयो कि गेन भयो त्यसको आधारमा हामी अक्सिडेसन र रिडक्सनलाई डिफाइन गर्छौं। अर्थात् इलेक्ट्रोनिक कन्सेप्ट इज बेस्ड अन द लुज एन्ड गेन अफ इलेक्ट्रोन, that is as classical concept is based on addition and removal of hydrogen and oxygen or oxygen and hydrogen vice versa, but electronic concept is based on lose and gain of electron. So my dear students, how can we define oxidation first? oxidation लाई कसरी परिभाषित गर्ने इलेक्ट्रोनिक कन्सेप्टको आधारमा? As you know, the term which ends with the sun, like oxidation, reduction, hybridization, filtration, evaporation, there are too many terms in chemistry which ends with the term sun. And when you have to define such type of term, then first of all you write it is the process. It is the process. एकदम सजिलो तरिका आफैले डेफिनेसन बनाउने, हामी रट्टा मार्ने हैन, बनाउने आफैले। अक्सिडेसन सनले समाप्त भयो हामी लेखिदिने पहिले अक्सिडेसन इज द प्रोसेस। अक्सिडेसन इज द प्रोसेस। अब कस्तो प्रोसेस त तपाईलाई मैले पहिले भनिदिएको छु कि इलेक्ट्रोन लुज र गेनको आधारमा दुईटा कुरा छ, लुज गेन। हेर्नुस्, यदि इलेक्ट्रोन जुन विधिमा इलेक्ट्रोन लुज भइरहेछ त्यो विधिलाई हामी भन्दिने अक्सिडेसन। कति सजिलो भयो, लुज अफ इलेक्ट्रोन इज कल्ड अक्सिडेसन। यदि यसलाई हामीले राम्रो तरिकाले मिलाएर भन्नु छ भने हामी यसरी लेख्ने अक्सिडेसन इज द प्रोसेस इन व्हिच लुज अफ इलेक्ट्रोन अकर्स। जुन प्रोसेसमा इलेक्ट्रोन लुज हुन्छ त्यो प्रोसेसलाई अक्सिडेसन भन्ने। सजिलो छ। यसको जस्तै कि क्लासिकल कन्सेप्टको चारवटा पोइन्ट हामीले पढेका थियौं अक्सिडेसनको अन्तर्गतमा, तर यहाँ एउटै पोइन्ट छ, एउटै डेफिनेसन छ। जुन प्रोसेसमा इलेक्ट्रोन लुज भयो
त्यो प्रोसेसलाई हामी अक्सिडेसन भन्ने आजदेखि। जस्तै कि हेर्नु त, जस्तै यो सोडियम भन्ने मेटल छ। अब यो सोडियम मेटललाई स्टेबल हुनु छ, स्टेबल हुनको लागि यसले के गर्नु पर्यो, एउटा इलेक्ट्रोन लुज गर्नु पर्यो, एउटा इलेक्ट्रोन लुज गर्नु पर्यो। एउटा इलेक्ट्रोन लुज गरेपछि हामीलाई प्लस चार्ज लगाउनु पर्यो है। त मिन्स यो प्रोसेसमा, यो रिएक्सनमा, यो हाफ रिएक्सनमा हामी भन्न सक्छौँ कि इलेक्ट्रोन के भइरहेछ, लुज भइरहेछ। त्यसैले सर यो अक्सिडेसन हो भन्न सक्छ है। अर्को पनि इक्जाम्पल हेर्नु, जस्तै सिए छ। त सिएले स्टेबल गर्नको लागि, आफूलाई स्टेबलाइज गर्नको लागि कतिवटा इलेक्ट्रोन लुज गर्छ, दुईटा गर्छ, र दुईटा प्लस लगाइदियो। इट इज अल्सो अक्सिडेसन। अब जरुरी छैन कि मेटलले जहिले पनि इलेक्ट्रोन लुज गर्छ, जरुरी छैन। हामी खाली मेटल लेभललाई इक्जाम्पल दिएर बुझ्ने होइन। हेर्नु त, यस्तो पनि त हुन सक्छ, ओ माइनस माइनस छ, अक्सरमा दुईटा माइनस छ। यदि हामी यहाँ दुईटा ओ माइनस माइनस लगाइदियो भने अब यसले के गर्छ भने मोलिकुलर फर्ममा कन्भर्ट गर्नको लागि यो केमा कन्भर्ट गर्छ, O2 मा। अर्थात् योसँग यसले चारवटा इलेक्ट्रोन एक्स्ट्रा छ, दुईटा ओ मा दुईटा माइनस गर्छ, दुईटा गेन गर्यो। यहाँ हामीले 2 हाल्छ, 2 दुना 4वटा इलेक्ट्रोन छ। के गर्छ भने यहाँ 4वटा इलेक्ट्रोन के गरिदियो, लुज गरिदियो, 4वटा इलेक्ट्रोन लुज गर्यो भने इट इज अल्सो अक्सिडेसन। यसलाई पनि हामी के भन्ने, अक्सिडेसन भन्ने। किन त यो प्रोसेसमा ओ माइनस माइनसले के गरिरहेछ, इलेक्ट्रोन लुज गरिरहेछ। त्यसैले हामी भन्न सक्छौँ यो पनि के हो त, अक्सिडेसन हो। किनकि तपाईँ राजनगुट क्लासेसमा पढिराख्नु भएको छ, त तपाईँलाई एउटा टेक्निक पनि दिन्छु। टेक्निक यो हो कि आजदेखि जब यो यस्तो रिएक्सन आउँछ, चिन्नु पर्यो अक्सिडेसन भइरहेछ कि रिडक्सन भइरहेछ भन्ने। मेरो प्यारा विद्यार्थीहरू यो बुझ्नु कि एरोको, यो जुन एरो भन्छ नि, यस्तो एरोको यदि दायाँ साइडमा, एरोको दायाँ साइडमा यसरी इलेक्ट्रोन जोडेको छ, प्लस इलेक्ट्रोन लेखेको छ भने आँखा चिम्लेर भनिदिने द्याट इज द अक्सिडेसन। यो टेक्निक हो चिन्नको लागि, कुनै रिएक्सनलाई चिन्नको लागि, कुनै हाफ रिएक्सनलाई चिन्नको लागि। यदि इलेक्ट्रोन एरोको दायाँ साइडमा जोडेको छ त हामी भनिदिने द्याट इज अक्सिडेसन। किनकि तपाईँलाई अहिले थाहा हुँदैन लुज गर्छ, कसले लुज गर्छ, कसले गरेर गर्छ, त बिस्तारै हामी बुझ्दै जान्छौँ। तर एउटा टेक्निक के भयो भने, जस्तै कसैले सोधिदियो यो अक्सिडेसन भयो कि रिडक्सन, त एरोको तपाईँले एरोको दायाँ साइडमा हेर्न जानु। यदि यसरी इलेक्ट्रोन जोडेको छ बुझ्नु अक्सिडेसन भयो है। जस्तै अर्को इक्जाम्पल हेर्नु त, तपाईँले यदि चेक गर्न दिइहाल्यो भने, यदि तपाईँले यसलाई चेक गर्यो कि यो अक्सिडेसन हो कि रिडक्सन हो, इलेक्ट्रोनिक कन्सेप्ट अनुसार तपाईँ के भन्ने, जस्तै Cl माइनस छ, यहाँ दुईटा हालिदियो, यहाँ लेखिदियो Cl2 प्लस 2 इलेक्ट्रोन। फेरि एउटा रिएक्सन मैले लेखिदिएँ, हाफ रिएक्सन। यो रिएक्सन अक्सिडेसन हो कि रिडक्सन हो? Of course, it is the oxidation. यो कुन प्रोसेस भयो? अक्सिडेसन भयो। इलेक्ट्रोनिक कन्सेप्टको आधारमा हामी पढिरहेका छौँ। किन कसरी चिन्यौँ हामीले? सिम्पली 1 सेकेन्डमा कि एरो छ, एरोको दाहिना साइडमा इलेक्ट्रोन जोडेको छ, त्यसैले इट इज द अक्सिडेसन। क्लियर छ? अक्सिडेसन इलेक्ट्रोनिक कन्सेप्टको अनुसार। त्यस्तै रिडक्सन भनेको के हो? अब रिडक्सन कसलाई भन्ने हो? यसमा अलिकति चेन्ज गर्छ। रिडक्सन तपाईलाई क्लासिकल कन्सेप्टमा मैले पढाएको थिएँ कि अक्सिडेसन र रिडक्सन एन्टोनिम्स हो, एक अर्काको अपोजिट वर्ड हो। त्यसैले अक्सिडेसनमा लुज अफ इलेक्ट्रोन थियो भने रिडक्सनमा हामी के लेख्ने? गेन अफ इलेक्ट्रोन। किनकि तपाईलाई मैले पहिले भनेको थिएँ कि इलेक्ट्रोनिक कन्सेप्ट लुज अफ इलेक्ट्रोन अथवा गेन अफ इलेक्ट्रोनमा आधारित छन्। त लुज अफ इलेक्ट्रोन यदि अक्सिडेसन भयो त रिडक्सन भनेको के भइहाल्यो? गेन अफ इलेक्ट्रोन। जहाँ इलेक्ट्रोन गेन गर्छ, रिसिभ गर्छ, त्यो प्रोसेसलाई हामी के भन्ने? रिडक्सन भन्ने। त्यसैले हामी यहाँ डेफिनेसन फेरि बनाउन सक्छौँ। रिडक्सन भनेको के? रिडक्सन भनेको हामी के भन्ने त? लेखिदिने रिडक्सन इज द प्रोसेस। फेरि लेखिदिने सनले समाप्त। रिडक्सन इज द प्रोसेस इन which gain of electron occur. In which gain of electron occur. किनकि दुवै विपरीतार्थक शब्द हो, अक्सिडेसन रिडक्सन।
अक्सिडेसनमा लुज अफ इलेक्ट्रोन, द रिडक्सनमा गेन अफ इलेक्ट्रोन, द गेन अफ इलेक्ट्रोन अकर, दैट इज कॉल्ड रिडक्सन। त्यसलाई रिडक्सन भन्छ। जस्तै इक्जाम्पल हेर्नु त, जस्तै Cl2 छ, Cl2 छ, यसमा हामीले के गर्यो, दुईटा इलेक्ट्रोन यहाँ थपिदियो, गेन गराइदियो। यसले पनि यसले मोलिकुलर फर्ममा छ, तर यदि यसले दुईटा इलेक्ट्रोन गेन गर्यो भने यो कस्तो बन्न जान्छ, 2Cl- है। यो प्रोसेसलाई हामी रिडक्सन भनिदिन्छौँ। किन रिडक्सन भनेको, किनकि यो प्रोसेसमा यो इलेक्ट्रोन क्लोरिनले के गरिरहेछ, गेन गरिरहेछ, त्यसैले यो रिडक्सन हो है। अरु पनि हेर्नुस् हैन, O2 छ, O2 मा चारवटा इलेक्ट्रोन हामीले थपिदियो, त के बनिहाल्यो, 2O-, इट इज अल्सो द रिडक्सन प्रोसेस, यो पनि रिडक्सन भयो है। मीन्स हामीले रिडक्सनलाई कसरी चिन्ने, यदि एरो, यो जुन एरो छ, एरोको बायाँ साइडमा यसरी इलेक्ट्रोन जोडेको छ भने हामी बुझ्ने दैट इज द रिडक्सन। त्यसलाई के बुझ्ने, रिडक्सन हो हामीले बुझ्नु पर्यो। अर्को पनि छ हेर्नु त हैन, N+5 छ, अर्को इक्जाम्पल दिए N+5 छ। अब यसले दुईटा इलेक्ट्रोन के गर्यो, गेन गर्यो, त यो बनिहाल्यो के त, N+3। यस्तो पनि हुन सक्छ N+3। त यस्तो प्रोसेस जसमा अक्सिजन के भयो, सरी इलेक्ट्रोन के भयो त, गेन भइरहेछ नि त है, त गेन भयो त इट इज अल्सो द रिडक्सन। यसलाई पनि हामी के भन्ने, रिडक्सन भन्ने। त्यसैले रिडक्सन इज द प्रोसेस इन व्हिच गेन अफ इलेक्ट्रोन अकर। हाउ कैन वी आइडेंटिफाई द हाफ रिएक्शन, आइदर ऑक्सीडेशन or reduction? If the electron is added at the left of the arrow, then we have to confirm that will be the reduction. If the electron is added at the right hand side of the arrow, then we have to confirm that will be the oxidation. है, यसरी गरेर हामी मजाले अक्सिडेसन रिडक्सन हामी डिफाइन गर्न सक्छौं। र परीक्षामा तपाईले सोध्न सक्छ, डिफिनेसन सोध्छ, अहिलेसम्म यहाँबाट के सोध्न सक्छ, डिफाइन अक्सिडेसन एन्ड रिडक्सन अकॉर्डिङ टु इलेक्ट्रोनिक कन्सेप्ट, अथवा रिएक्सन हाल्दिन्छ, तपाईले चिन्ह भन्छ, इन व्हिच रिएक्सन अक्सिडेसन अकर or in which reduction occur, and you have to identify like this. Okay, अब अक्सिडेसन र रिडक्सनलाई सर्टकट मेथडमा अब त्यो सरहरूले सबै ठाउँमा पढाउँछ, त्यसैले मैले पनि लास्टमा भनिदिन्छु। अक्सिडेसनलाई तपाईलाई यदि लामो लाग्यो डिफिनेसन हुनु त सजिलो लागेको होला मेरो विचारमा, तर तपाईलाई त्यही पनि सर्टमा तीनटा लेटरलाई ध्यानमा राख्नु भयो भने, तीनटा लेटर हैन, LEO, त्यही परिभाषालाई सर्टकटमा यसरी बनाइदिएको, LEO अक्सिडेसन को परिभाषामा LEO, तीनटा लेटरले ध्यान राख्नु, LEO, L भनेको लुज भयो, लुज, E भनेको इलेक्ट्रोन है, O भनेको अक्सिडेसन है, लुज अफ इलेक्ट्रोन अक्सिडेसन है। त्यसैले रिडक्सन को सर्टमा के हुन सक्छ, तीनटा लेटरमा GER, that is gain electron है, रिडक्सन सर्टकट में लास्ट में तपाईले कन्सेप्ट दिएर यो पनि बुझेर राख्नु, GER गेन अफ इलेक्ट्रोन, जोड्नु आफैले, भाषा मिलाउनुस्, गेन अफ इलेक्ट्रोन इज रिडक्सन। दैट इज द इलेक्ट्रोनिक कन्सेप्ट अफ अक्सिडेसन एन्ड रिडक्सन। तपाईलाई यति पढ्नु थियो इलेक्ट्रोनिक कन्सेप्ट। दोस्रो लेक्चरमा हामी यति राख्छौं। तेस्रो लेक्चरमा के आउनेवाला छ, अक्सिडेसन नम्बर कन्सेप्ट। त अक्सिडेसन नम्बर कन्सेप्टलाई बुझ्नको लागि हामीले पहिले अक्सिडेसन नम्बर चाहियो। अक्सिडेसन नम्बर कसलाई भन्ने, कसरी क्याल्कुलेट गर्ने, त तेस्रो लेक्चरमा अक्सिडेसन नम्बरको बारेमा हामी पढ्छौं। त्यसपछि अक्सिडेसन नम्बर कन्सेप्ट बुझ्छौं। त पहिले अक्सिडेसन नम्बर हामीले डिटेलमा बुझ्नुपर्छ, किनकि त्यहीबाट क्वेशन आउँछ। त्यसैले हामी थर्ड लेक्चरलाई इन्तजार गरौँ। हस्, धन्यवाद, नमस्कार।